एभ्रिवान। अहिले चाहिँ म कोरियाबाट हो। हामीले चाहिँ अहिले काममा आइरहेको छौँ साथी र म। कोरियाको डलरको लागि चाहिँ यस्तो गाह्रो हुँदो रहेछ नि साथी, म डिस्क्राइब गर्न पनि सक्दिनँ होला कि। हामी चाहिँ अहिले कृषि पेसामा आएको हो। महिनाको 3-4 लाख हुन्छ होइन। यतिको दुःख गर्ने भने चाहिँ नेपालमै हुन्छ जस्तो लाग्छ कि मलाई। ल हेर्नु त साथीहरू, कोरियाको खेती यस्तो छ। मेरो साथी चाहिँ यस्तो गरेर गरिरहेको छ। हेर्नु त, यतिको नेपालमा गर्ने भने सुन फल्दैन त साथीहरू। साथीको हालत, यता मेरो हालत हेर्नु न, हात यस्तो भइसक्यो काम गर्दा 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 गर्दा। यो चाहिँ कोरियाको खेती हो गाइस। यस्तो धेरै दुःख चाहिँ लास्टै दुःख गर्नुपर्छ, पैसा चाहिँ टन्नै हुन्छ क्या। 3-4 लाख रुपियाँ महिनामा हुन्छ होइन। यसरी दुःख गरेर नेपालमा घर बनाउनु पर्यो कि। यसरी दुःख गर्यो अनि नेपालमा बुढालाई सुख दियो है, त्यही पनि मातेर उपद्रो हुन्छ कि। रिसै उठ्छ घरिघरि त मलाई।